यो फोटोबाट यस्तो राम्रो फोटो कसरी हुन्छ त एकचोटि सोचौँ त। सर्वप्रथम त गुगल क्रोममा जाने। गुगल क्रोममा गइसकेपछि सर्च बटन खुल्छ। यो सर्च बटनमा हामीले गुगल एआई स्टुडियो टाइप गर्ने। गुगल एआई स्टुडियो टाइप गरिसकेपछि यस्तो खालको पेज खुल्छ र गुगल एआई स्टुडियोमा फेरि पनि हामीले क्लिक गर्नुपर्ने हुन्छ। गुगल एआई स्टुडियोमा क्लिक गरिसकेपछि यस्तो खालको पेज खुल्छ र तल ट्राई न्यानो बनाना भन्ने खुल्छ। यो ट्राई न्यानो बनानामा क्लिक गर्नुपर्दछ। यो ट्राई न्यानो बनानामा क्लिक गरिसकेपछि यस्तो खालको पेज खुल्दछ। यहाँ अब फोटो अपलोड गर्ने अप्सन आएको छ। यहाँ केही प्रम्प्टहरू लेख्नुपर्ने हुन्छ। हामीले फोटोलाई कस्तो बनाउन चाहेको हो त, त्यो चाहेको कुरा स्टार्ट टाइपिङ अ प्रम्प्ट भन्ने त्यसमा टाइप गर्नुपर्छ र त्यो प्लस दिएकोमा हामीले थिच्नुपर्छ। प्लस दिएकोमा थिचिसकेपछि यहाँ अपलोड फाइल भन्ने अप्सन देखिन्छ। हुन त यहाँ माई ड्राइभ टेक अ फोटो उत्तिखेर फोटो खिचेर पनि हामी सम्पादन गर्न सक्छौँ, माई ड्राइभबाट सक्छौँ भने अहिले हामी अपलोड फाइलबाट हामीले फोटो सम्पादन गर्दैछौँ। अपलोड फाइलमा क्लिक गर्नुहोस्। त्यसपछि फाइलमा गएर आफूले चाहेको फोटो सिलेक्ट गर्न सकिन्छ। मैले यो फोटोलाई सिलेक्ट गरेको छु। अब हामीले यहाँ प्रम्प्ट लेख्नुपर्ने हुन्छ। यो प्रम्प्ट आफूले कस्तो गराउन चाहेको हो त यो फोटोलाई त्यो टाइप गर्नुपर्ने हुन्छ। यो फोटोमा पालपाली ढाका टोपी, अनुहार सुहाउँदो चस्मा र कोट टाईमा तयार पारिदिनुहोस्। एरो दिएको छ, एरोमा क्लिक गर्नुहोस्। यसले केही समय लगाउँछ, केही सेकेन्ड लगाउँछ। म पक्कै पनि तपाईँको अनुरोध पुरा गर्न सक्छु। यहाँ तपाईँले भनेका सामानहरू सहितको अद्यावधिक फोटो छ भनेर भन्छ। हेर्नुहोस्, पहिला माथि क्याप टोपी लगाएको फोटो थियो भने अहिले हामीले सम्पादन गर्न चाहे बमोजिमको फोटो तयार गरिसकेको छ। यता माथि छेउमा एउटा डाउनलोडको अप्सन अर्थात् त्यो बटन दिएको छ। त्यो बटनमा क्लिक गरेर हामी डाउनलोड गर्न सक्छौँ र यसलाई जुम गरेर पनि हेर्न सक्छौँ। निकै आकर्षक फोटो देखिएको छ। यो भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। यो फोटोलाई यसरी परिवर्तन गरिदियो। अब यसलाई हामीले यसमा थिचेर हेर्न पनि सक्छौँ। र यहाँ माथि यता यो डाउनलोडको चिन्ह छ, यसमा गएर डाउनलोड गर्न पनि सक्छौँ। डाउनलोड गरिसकेपछि यो फोटो ग्यालरीमा गएर बस्छ। हेर्नुहोस् त कति सुन्दर अनि आकर्षक फोटो बन्यो। ल तपाईले पनि यसरी आफ्नो फोटोलाई यसरी सुन्दर तरिकाले सम्पादन गर्न सक्नुहुनेछ। अन्तिमसम्म भिडियो हेर्नुभएको यहाँलाई धेरै धेरै धन्यवाद।